यो मिनी भ्लग्स पनि बनायो। वेलकम टु आवर मिनी भ्लग्स। डान्सरहरूको हामी मान्छे कुर्दैछौँ भनेको त को हो यो हराउँछौँ जसरी हानलाई जसरी आहा भनेको त हाम्रो क्यामराम्यान हुनुहुँदो रहेछ। अनि उहाँले हामीलाई चिहान लानुभयो अनि त्यसपछि यो को पिङ्क 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 पुरै पिङ्क दौडेर हामी पुग्यौँ स्पोर्टमा। भनेको त स्पोर्ट दादा पुरै ब्याग बोकेर हिँड्नु भएको छ। अनि अर्को स्पोर्ट दादा फेरि अर्को ब्याग। अनि सुट पनि स्टार्ट भइसकेको छ। मलाई थाहा थिएन यहाँ छमछम नाचिरहनु भएको छ बहिनीहरू 3-4 जना। अनि यहाँ त हावाहुरीले झन्डै उडाएर बेलुका त उडाएर हामीलाई लग्यो थिएटर भिलेजमा। थिएटर भिलेजमा पनि हाम्रो सुट थियो होला। अनि सुट गर्नलाई हामीलाई उहाँले देखाउनुभयो ठाउँ। उहाँ चाहिँ हाम्रो क्यामराम्यान, डिरेक्टर, प्रड्युसर सबै अलराउन्डर, डान्सर सान्सर सबै एउटै फेरि। अनि उहाँले सबै भन्नुभयो। उहाँले हामीलाई एडिटिङ रुम, किचन देखाउनुभयो। किचनमा चाहिँ खानासाना पकाएर खा तँलाई केही पकाएर आउन भन्नु हो। सो मैले ठिकै छ भने। अनि उहाँले हामीलाई पोडकास्टको लागि पनि यहाँ आउनुपर्छ, पोडकास्ट गर्छु भने यहाँ आएछ भन्नुभयो। अनि म फेमस भएर आउँछु ल भनेको त आउनु पर्दैन भन्नुभयो। सो म स्याड हुँदै यसो फर्क्यो के हो भूत जस्तो भनेर फनक्क घुमिदिएँ अनि म आउँदिनँ भनेर। त्यसपछि फेरि यहाँ त चाहिँ सिङ्गल है यो दाइ चाहिँ फेरि यो दाइको गर्लफ्रेन्ड नभएर म नाच्दा नाच्दा यहाँ मै सिङ्गल हुन लागिसकेँ। ओके त्यसपछि डान्स गरेँ 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 यो डान्स फेरि बिर्से बिर्से गरेर लास्ट टाइम फेरि बिर्सेँ। त्यसपछि चप्पल लाएँ अब म गर्न सक्दिनँ ल म बाई अब म यहाँ आउँदिनँ भनेर गएँ निस्केँ। तर होइन रिग्रेट भएर म प्र्याक्टिस गरेर आउँछु भनेर सोच्दै 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 गएँ घर ल।